शिवाय ओम नमः शिवाय ओम मंगलाय भगवान विष्णु ओम नमः शिवाय हमको मारो, हमको जिंदा मत छोड़ो सालो। हम कोई मंदिर का घंटा है कि कोई भी आके बजा जाता है। ये रेलवे की हड़ताल कब खत्म होगी? यो गाउँमा पण्डितको त इज्जतै रहेन छ। आज यसको म एउटा टिकटक बनाउँछु। यो गाउँमा यो मिठायो त केटाहरूलाई ओइ बहिनी को हो तिमी? मजा भयो पनि तिमी को हो आन्टी? होइन कसलाई आन्टी भनेको? मेरो त म कुनै एङ्कलबाट पनि आन्टी जस्तो देखिछु। म त कुनै मभन्दा जेठी त तिमी नै छौ। बरु मलाई बहिनी भन। ल बरु म बहिनी भन्दैन, म दिदी नै भन्छु। तिम्रो नाम के हो दिदी? मेरो नाम सम्झना हो नि। तिम्रो चाहिँ के हो नि? शर्मिला हो। ए सुन्नु न बहिनी, मलाई मेरो दाइको घरसम्म पुर्याइदिनु न, मलाई बाटो थाहा छैन। तिम्रो दाइको नाम के हो दिदी? मेरो दाइको नाम एरिम हो। ए ल त्यसो भए जाउँ दिदी। ल बहिनी जाऊ। यसलाई त यसको दाइको घर त के पुगाउनु? यसलाई त जङ्गल छोड्नुपर्छ। के गर्नु? के सोच्नु भएको छिटो? होइन दिदी। अब कति लाग्छ बहिनी दाइको घर पुग्न? तिम्रो दाइको घर पुग्न अब 15 मिनट मात्र लाग्छ। ए होइन अब तिम्रो दाइको घर यसो जानु 15 मिनट मात्र छ। मेरो पनि घरमा काम छ। अब म जान्छु। जान्छस् अब तेरो दाइको घर। बल्ल भयो। यसलाई त यस्तै गर्नु। आज चाहिँ यसो एकदिन भतिर जानु पर्यो। सिस्टम हुने अब खुसियाली पनि छ। अभी मजा आएगा ना भिडो। सिस्टम हो त सिस्टम। कहाँ छ यो आज? आज के के हो टेर्दैन। नमस्कार सिस्टम सर। नमस्कार के कति काम ल्याउनु भयो? होइन त्यति गाउँमा आज तिम्रो बहिनीको मैले खबर सुने नि। कुन बहिनीको? सम्झना के? ए ल अब त रमाइलो गर्नु पर्यो नि। रमाइलो मान त नाच कति रमाइलो गर्छ। भयो कहाँ गएर हेरेनन् कि आफू झैँ भएर देउरालीको बस्ती बसाला तुम्हारा छाउ मन्दिर साउनीको होली असाला
मसाला तुम्हारा सब अंदर साउंड को बोली रसाला होइन म त मेरी बहिनीको खुसियालीमा नाचे तिमी चाहिँ किन नाच्या कसैको खुसी देख्नै नहुने एलिन्जी खुसी देख्नै नहुने तिम्रो बहिनी म पनि अब खुसी भइहालेँ नि यसमा केही छैन अनि के खबर सुन्नुभयो नि मेरी बहिनीको के बारेमा खबर सुन्नु बिहान अब भेट भएको थियो केही कसैले सिसी ल्याएको छ त्यसो बनाएर खाउँला भन्नु घर त आइन हजुर नढाक्नुहोस् कसैले दिन्छु भनेर हुनसक्छ होइन आइन घर आइन हसिया नआयो मन पर भात देखेँ हमने आइन भने भित्रै जाइए मन भनाले कि तिम्रो बहिनी भित्र छ मैले देखिसकेँ हो एलिमजी तपाईँ नढाक्नु त आएको छैन भने बोल्ने भाइ हमारी भाषामा बोल्न के ना थिया यहाँ आएको छ मैले बिहानदेखि यहाँ खालि सिस्टम त्यतिको हुन्छ सर हल्ला त हल्ला के नि झिका पढ्ले भेट्टु मास्टर पनि होइन नाम तरीको सिस्टम हो हमारी भाषामा बोल भन्ने सुनिन्न होइन होइन त्यस्तो होइन कि मतलब अब सम्झाउन खोजे हो हल्ला हमारी भाषामा बोल भने तो रुको जरा सबर करो बोला धक्का बुक्की नहीं करने का आराम से लेने का हाँ ए ल मेरी भाषामा बोल्नु भने आधा आरो थिए मुन पर के हुन् ना ना कसो देख्यो मेरो बहिनी नआएर आधा बिर्सन आयो पल्ला घर ज्योतिष ना त आप बेच्दिन खाइएन म अरे म त सुबेतको लागि त अहिले छुम घरमा बस्ने अब ग्यारो उपार मात्र काल रात देखेँ हैन ओ सम्म आप के त यहाँ बेच खाइए त आला म बेत्ती मान्छे त देखेँ खाली आरोप जन लगाए म पुलिस बोलाउँलो बोला त धमु उल्टा तुमा हाल्न आउँछ व्यापार हिट पारमा झन् उका घर तुमा उजिर हाल्ने हो म उजु सुजिर नारायण फर्स्ट पार हिट पारमा हिट होइन यो को हो पण्डिता भगवान देलम सिया छ पार भात त एक बनाएर भन्ने नाम खाँदैछ खाइए अब तमिललाई देखिया रातो कुर्ता लगायो घुन्यो धल सुरुवाल लगायो घुन्यो पार भात त आठी घाम लाग्दै बेला मेरो भनाल त्यो म खाँदैछ खाइए मेरा घर बोन मेरो बोन बाटो बिसर्ग कहाँ गयो हले अब कसो नदेखिया त मुल्ने ना उनजे भैया म खाना को बाटो गयो थिमा गुरु त्यहीबाट गइहाल्यो यो चाहिँ थिमा गुरु खोज्दो लाग्यो त हिटो सिस्टम सर खोज्दो लाग्यो होइन मेरी बहिनी साँच्चा कि भाइ यति रातिसम्म कहाँ गयो होला मेरी बहिनीलाई केही नहोस् है भागमा हुँदैन एडिएमजी त चिन्ता हुन्छ हजुर हुन्छ जामा ठालम तेरो मन्त्र कहाँ यार अमरनाथ बेसी मान्नु हो रे के भने त अनि मतलब बनी माने बोनी मलाई मार्यो पार पागल मलाई उता पागल देखि मैले जङ्गलमा सौदा काट्न गइराखेको थिएँ त्यता माथिबाट जङ्गलमा घुमिराखेको थियो पागल मैले तिमीलाई पागल कहाँ भनेको छु र म जङ्गलमा स्याउला काट्न जाँदा उता देखिया थिएँ मैले जङ्गलमा तल माथि घुमिरहेको थिएँ एउटा केटी त्यो माथिको रातो सुट गाडीको र तली हरियो सुरुवाल गाडीको थियो त्यो त यार एक पागल ठागल के ना हो कति कहाँ देखिया त अब ध्यान पर्थ्यो म त जादिनँ है मेरो मङ्गली बाबु त्यस्तो नभन्नु जङ्गलमा भूत प्रेत पनि हुन्छन् भन्ने सुनेको थिएँ मैले म त जादिनँ यहाँ छैन यहाँ पढे लेख्या सिस्टम छैन मङ्गली बाबु त्यसमा मैले जानी बचाएर आएको छु मलाई धेरै डर लागिरहेको छ हाम्रो साथमा पण्डितजी छन्
यहाँ सिस्टम सर्छ सबै मेरो बोनको सवाल छ मान्छे लाग्यो जाऊ त्यसो भए अब ए मङ्गल अरे मङ्गल बाबु सानो लाग्यो भूत देख्यो भने मान्छेलाई यो छ नि सिस्टम आज खोजेरै छाड्ने हो कि धेरै डर लागिरहेको छ पहिला पनि धेरै डरिएको हेलो बोको हराम ये राता बेला ये अघिल्ला जङ्गल क्या गयो थियो मेरो काम स्याउला काट्ने थियो बाख्राले त स्याउला काट्दै गएको थियो जङ्गलमा तर त्यति बेला नै त्यो जङ्गलबाट एउटा केटी जस्तो देखेर जङ्गलमा तल माथि घुमिरहेको देखेँ मैले त्यही भएर स्याउला नै काटेको छोडेर म त भागेर आएँ डरले ए पुरा तस्मा बोत्छ त थक्का आला बत्थु भन्न झन् ठारिहाले म त अझ झानी मन नाच्यो जङ्गलमा डर नाच्छ हाम्रा साथी थियो ज्योतिषमा अध्ययन गरेका कसैजन भन मङ्गली बाबु मेरी बहिनीको सवाल छ होइन के नि होइमा हाल्न खेको तिनीहरू कहाँ गए होइन कहाँ गए राम आज के अनाथ हो यो पानी 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 साना छोटा मोटा झाट होइन यो त नुनिलो पो लाग्दैछ होइन पण्डित पेसाबै फेरि होइन मन्त्र पढ्दा लिक भएको हो यो मलाई पेसाब त खोइएन नि नुनिलो लाग्दैछ होइन मन्त्रको बाट पानी लाग्यो है मलाई चाहिँ विश्वासै लागेन जाम आज हजुरको बहिनी त खोज्ने हो हजुर हो पण्डितजी हो तिनीहरू जस्तो कुकुर जस्तो हुनु हुँदैन तिनीहरू भूत देख्दै तर्सिनेहरूसँग होइन आज जे बाधा आए पनि तिम्रो बहिनी त खोज्ने हो यार बोका हराम यस्तो गर्नु भएन नि यार अब उहाँले बिच बाटोमा लिएर हामीले भाग्नु त भएन त्यही त हामीले पनि जानुपर्छ जाउँ किन भाग्यो रोक्नु न कहाँ भागिरा हो भागेको होइन म त भूत धपाउन भागेको तिमीहरू कहाँ गएको थियो अघि होइन हामी डरले भाग्यो यो सिस्टम डरले भाग्छ जर्नी भाग्यो जर्नी मार्छु के भनेको भूतलाई भगाउन गएको। भूतलाई भगाएर आएका भूतलाई उतासम्म लातका लात हाने हामीलाई भन्नु पर्दैन थियो होइन
होइन जे हुनु भइगयो अब मेरी बहिनीलाई खोज्नु लाग्दै जान्छु सिस्टम सिस्टम भएपछि के हुँदैन जाउँ हजुर जाउँ 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 पण्डित छ त्यो पण्डित आज त यसको बहिनी चाहिँ खोज्नै पर्यो सोच्नै पर्यो नि आज त कोही पनि बज्दैन